यो चाहिँ महादेवटार सुरुङ मार्ग काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक आयोजना अन्तर्गत निर्माण भइरहेको सबभन्दा लामो महादेवटार सुरुङ मार्गको भित्रबाट बाहिर जाँदै गरेको दृश्य हो। यसको कुल लम्बाइ करिब 3.35 किलोमिटर 3322 मिटर रहेको छ। यो ट्विन ट्युब अर्थात् आउने जाने दुवै छुट्टै दुई लेनको सुरुङ मार्ग हो। यो सुरुङ मकवानपुर जिल्लाको बकैया भीमरेडी गाउँपालिका स्थित रहेको छ। यो राष्ट्रिय गौरवका आयोजना नेपाली सेनाको व्यवस्थापन र रेखदेखमा निर्माण भइरहेको छ। ठेकदार कम्पनी महादेवटार सुरुङ निर्माणको काम चिनिया कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङबाट भइरहेको छ। यो सुरुङ मार्ग निर्माण सम्पन्न हुने ब्रेकथ्रुको स्थितिमा रहेको छ। अब करिब 157 मिटर मात्र बाँकी रहेको छ। यो प्याकेज नम्बर 1 अन्तर्गत पर्दछ। हेर्न सक्नुहुन्छ करिब 2 किलोमिटर जति यो मुनिको प्रिबेस भइसकेको छ। प्रिबेस ढलान भइसकेको छ। यो माथि चाहिँ रड बुनेर अरू पनि ढलानहरू गर्ने नै छ। यसरी कामहरू हुँदैछ। डे नाइट दुईटै सिफ्टमा कामहरू चल्दैछ यहाँभित्र। अबको करिब 1 महिनामा यो सुरुङ चाहिँ सम्पन्न गर्ने लक्ष्य राखेको छ। यो ब्रेक थ्रु भएपछि नि कामहरू चाहिँ अझै पनि बाँकी रहने नै छ। यता महादेवटार साइडपट्टि र उता धेद्रे साइड दुवैपट्टिबाट डे नाइट सिफ्टमा दिनरात कामहरू भइरहेको अवस्था छ। यो सुरुङ चाहिँ बनिसकेपछि एकदमै छिटो हुनेछ। यो अग्लो पहाड तलमाथि झर्ने बाढी पहिरोको समस्याहरू भोग्नु पर्ने छैन। यो सुरुङ अलि कमजोर भौगोलिक अवस्थामा रहेको हुँदा सोचे जति चाँडो गर्न नसकेको अवस्था रहेको छ। नत्र भने यो सुरुङ पहिले नै ब्रेक थ्रु भइसक्ने सुरुङ थियो। एकदम नरम लुज माटोको कारणले गर्दाखेरि चाहिँ यो सुरुङ अहिलेसम्म ब्रेक थ्रु हुन नसकेको हो। तर अब धेरै बाँकी छैन, एकदमै कम मात्र बाँकी छ। यो सुरुङको बाहिर पनि तपाईँको बाटोहरू बन्ने, स्लोपिङ गर्ने, पुलहरूको लागि खाल्टोहरू खन्ने कामहरू भइरहेको छ। यो अपडेट कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला। र यो च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर अरू पनि यस्तै भिडियोहरू यो ब्रेक थ्रु भइसकेको भिडियोहरू हेर्न सक्नुहुनेछ।